निकाल्ने वर्ष कस्तो रहनेछ के हो खास भन्न खोज्नु धेरै तपाईँ हामी सबैले नागरिकका रूपमा समाजमा, तपाईँले पत्रकारका रूपमा, मैले पूर्व पत्रकारका रूपमा, अहिले नेताका रूपमा र समग्रमा नागरिकका रूपमा हामीले देखेका विसङ्गति व्यथितिहरूको ठूलो चाङ लागेको अवस्था भएको हुनाले नै नागरिकले यसबाट बाहिर निस्किने प्रयास गरेर हामीलाई चुनेको हो। त्यसले गर्दा ती सम्पूर्ण कुराहरू खिलका रूपमा समाजमा बसेका छन्। मैले घुचपेच गर्न छोडिसकेको छु आजकल। एउटा कुरा चाहिँ अन्तिममा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक सम्पत्ति बुझाउँदा नै स्रोत लेखिएको कलम हुन्छ क्या मेरो विचारमा। जहाँसम्म मलाई पनि याद छ सम्पत्ति जहाँ बुझाइएको छ त्यो स्रोत छ। नभए पनि त हामीले त छानबिन आयोग बनाइसकेका छौँ नि। हामी सबै छानबिनमा परिसक्यौँ नि। छानबिनको टिओआर जुन छ त्यसमा त हामी त परिसक्यौँ। मेरो त झन् सार्वजनिक बैंक के भन्छ स्टेटमेन्टै सार्वजनिक छँदैछ। त्यस कारणले हामी कोही पनि त्यो कुनै के अरे पब्लिक अडिटबाट पनि बाहिर छैनौँ, कुनै छानबिनबाट बाहिर छैनौँ। अरूलाई जे नियम लागू हुन्छ रासोपाका नेतालाई त्यही हामी कोही अलग होइनौँ। एक सेकेन्ड है। अब साथी हो ल, अब यो तपाईँहरूको यस्तो हल्लाको बिचमा प्रश्न उत्तर होला त। पहिला तपाईँहरू शान्त हुनु पर्यो होइन। एक सेकेन्ड है। अब सोध्यो भने अनि अब तपाईँको समिति पनि पाइसके अवस्था छ। प्रमुख सचेतक मुख्य सचेतकहरूको पनि कुरा भयो होइन। अब सरकारको त आफ्नो किसिमले चल्ला, यो संसदको गतिविधि कसरी अगाडि बढ्नुपर्छ, कसरी चल्छ भन्ने कुरा संसद जसरी चल्छ मर्यादित ढङ्गले चल्छ। यसले प्रमुख जिम्मेवारी आवश्यक कानुनहरू निर्माण गर्ने, परिमार्जन गर्ने र एउटा असाध्यै एक्टिभ भएर, असाध्यै सक्रिय भएर विवेकपूर्ण ढङ्गले चाहिँ संसद अगाडि बढ्छ। हाम्रो यो अपेक्षा छ, हाम्रो टार्गेट पनि त्यही छ। अब सामान्य सभामुखले पनि यस्तै भन्नुभएको मैले सुनेको थिएँ। त्यस कारणले गर्दा यो सही ढङ्गले चल्छ। सार्वजनिक लेखा समिति चाहिँ अन्तै दिने हो कि भन्ने थियो प्रमुख प्रतिपक्षी दललाई नै होइन। एउटा कहिलेकाहीँ के हुन्छ भने संविधानको मर्मलाई हेर्नुपर्छ, अक्षरलाई होइन। यो चाहिँ प्रमुख प्रतिपक्षको हक हो भन्ने एउटा मर्म हो, यो लेखिएको होइन। त्यसले गर्दाखेरि कतिपय यस्ता चाहिँ लोकतन्त्रका आधारशिलाहरू हुन्छन्। ती आधारशिलाहरूलाई सकेसम्म विशेष परिस्थिति बाहेक त्यसलाई चाहिँ नाग्नु हुँदैन भन्ने हाम्रो एउटा मान्यता अनुसार प्रमुख प्रतिपक्षी हामी पछि जनताले पत्याएको त प्रमुख प्रतिपक्षी हो नि त। त्यस कारणले उसको हक बन्छ। मैले उपनेता चयनको यहीँबाट सार्वजनिक गरिदिएँ है। अहिले निर्णय गर्दाखेरि छुटेको मात्रै हो। दलको उपनेता माननीय गणेश पराजुली हुनुहुन्छ है। यो चाहिँ अब खिल निकाल्ने वर्ष कस्तो रहनेछ के हो खास भन्न खोज्नु धेरै तपाईँ हामी सबैले नागरिकका रूपमा समाजमा, तपाईँले पत्रकारका रूपमा, मैले पूर्व पत्रकारका रूपमा, अहिले नेताका रूपमा र समग्रमा नागरिकका रूपमा हामीले देखेका विसङ्गति व्यथितिहरूको ठूलो चाङ लागेको अवस्था भएको हुनाले नै नागरिकले यसबाट बाहिर निस्किने प्रयास गरेर हामीलाई चुनेको हो। त्यसले गर्दा ती सम्पूर्ण कुराहरू खिलका रूपमा समाजमा बसेका छन्। चाहे डिस्क्रिमिनेसनको कुराकानी गर्नुहोस्, व्यथितिको कुराकानी गर्नुहोस्, विभिन्न थरीका विभेदहरूको मैले कुराकानी गरिहालेँ। यी सबै त खिल हुने होइन र। त्यस कारणले यस्ता यी खराब क्रियाकलापका खिलहरूलाई निकाल्ने वर्ष हो है यो। त्यस कारणले अलिकति धैर्य गर्नु पर्ला, अलिकति दुख्नु पनि सक्ला कसैलाई। यो एउटा समग्रतामा भनिएको हो। अन्य कुनै त्यस्तो घोचपेचको अर्थमा मैले घोचपेच गर्न छोडिसकेको छु आजकल। एउटा कुरा चाहिँ अन्तिममा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति बुझाउँदा नै स्रोत लेखिएको कलम हुन्छ क्या मेरो विचारमा। जहाँसम्म मलाई पनि याद छ सम्पत्ति जहाँ बुझाइएको छ त्यो स्रोत छ। नभए पनि त हामीले त छानबिन आयोग बनाइसकेका छौँ नि। छानबिन आयोगले त अगाडिबाट सुरु गर्दै छानबिन गर्दै जान्छ। हामी सबै छानबिनमा परिसक्यौँ नि। छानबिनको टिओआर जुन छ त्यसमा त हामी त परिसक्यौँ। मेरो त झन् सार्वजनिक बैंक के भन्छ स्टेटमेन्टै सार्वजनिक छँदैछ। त्यस कारणले हामी कोही पनि त्यो कुनै के अरे पब्लिक अडिटबाट पनि बाहिर छैनौँ, कुनै छानबिनबाट बाहिर छैनौँ। अरूलाई जे नियम लागू हुन्छ रासोपाका नेतालाई त्यही हामी कोही अलग होइनौँ। प्रधानमन्त्री र मन्त्री पनि छानबिन हुन्छ। उहाँले आफ्नो विचार राख्न सक्नुभएको छ। तिमीलाई मैले दिएँ